मेल फिमेल जीन्स प्यान्ट्स एन्ड टी सर्ट राम्रो क्वालिटीको बट नन ब्रान्डेड 20-20 पिस जतिको इम्पोर्ट गर्न मिल्छ। फर्स्टमा मिल्छ। नन ब्रान्डेड सामानहरूमा ब्रान्डेडको तुलनामा कम ट्याक्स लाग्ने भएकोले तपाईलाई 20-20 पिस ल्याउँदा पनि धेरै कस्ट नलाग्न सक्ला। सो फर्स्टमा तपाईले कस्तो कस्तो जीन्स र टी सर्टहरू इम्पोर्ट गर्न मन लागेको छ त्यो सामानहरू अलिबाबा, मेड इन चाइना, ग्लोबल सोर्सेस जस्तो एप्समा सामानहरू खोज्नुहोस् र सामान खोज्दा अलिक विचार पुर्याउनुहोस्। भेरिफाइड सेलरबाट मात्रै मगाउनुहोस् र सामानको सेलरसँग कुरा गरेर सामानको बारेमा बुझ्नुहोस्। त्यहाँ देखाइएको लुगाको इमेजहरू राम्रो देखाउनलाई प्रपर लाइट र ब्याकग्राउन्डको साथमा खिच्ने भएकोले तपाईले सेलरसँग सामानको रियल इमेज पनि माग्नुहोस्। फोटोमा देखाएको कलर र मटेरियलको नआउन सक्छ। सो सुरुमै सामानको इमेजहरू हेरी मात्रै फाइनल गर्नुहोस्। र यदि फर्स्ट टाइम इम्पोर्ट गर्दै हुनुहुन्छ भने 2-3 वटा मात्रै सेलरसँग कुरा गर्नुहोस्। धेरैवटा सेलरसँग ल्याउँदा म्यानेज गर्न गाह्रो हुन सक्छ। सो सुरुमा थोरै सेलरसँग मात्रै काम गर्नुहोस् र सामान मन परेपछि सेलरसँग सामानको डिटेल्स जस्तै क्वान्टिटी, वेट र भोल्युम भएको डिटेल्स माग्नुहोस् र हामी तपाईलाई सामानमा लाग्ने इम्पोर्ट कस्ट प्रोभाइड गरिदिन्छौँ र तपाईलाई हामी बाई रोड र बाई एयर दुवैको रेट दिन्छौँ, जसले गर्दा तपाईलाई कुन वेबाट इम्पोर्ट गर्दा ठिक हुन्छ थाहा हुन्छ र प्रोसेस गर्न सक्नुहुन्छ। र कपडाहरू मगाउँदा एक्स्ट्रा 4-5 वटा लुगाहरू पनि एक पिस स्याम्पल ल्याउनुहोस्, जसले गर्दा नेक्स्ट टाइमको लागि अलि सजिलो हुन्छ। र प्रोसेस अघि बढाउनको लागि हामी तपाईको चाइनाको सेलरलाई पेमेन्ट गरिदिन्छौँ र त्यसपछि चाइनामा रहेको हाम्रो वेयर हाउसको लोकेसन दिन्छौँ। त्यसपछि तपाईले सेलरलाई त्यो लोकेसन दिएर सामान हाम्रो वेयर हाउसमा सेन्ड गर्न लगाइदिनुहोस् र सेलरले दिएको ट्र्याकिङ नम्बर हामीलाई दिनुहोस् र त्यसपछि त्यो सामान चाइनामा हाम्रो वेयर हाउसमा रिसिभ भएदेखि तपाईको घरसम्म डेलिभर भएसम्मको स्टेटस तपाईको मोबाइलको एसएमएसमा आउनेछ र यो होल प्रोसेसमा तपाईलाई एकजना क्लाइन्ट रिलेसनशिप म्यानेजर CRM ले असिस्ट गर्नुहुनेछ र यसरी तपाईले 20-20 पिस पनि चाइनाबाट सजिलै इम्पोर्ट गर्न सक्नुहुन्छ। बाई एयर ल्याउने कि बाई रोड ल्याउने भन्ने कुरामा चाहिँ तपाईले जीन्स ल्याउन खोज्नु भएको छ र जीन्सको वेट टी सर्टहरूको तुलनामा धेरै हुन्छ। सो 20-20 पिस जीन्सको पनि वेट धेरै नै हुन्छ। सो तपाईले बाई रोड पनि ल्याउन सक्नुहुन्छ। बाई एयरको तुलनामा बाई रोडमा कस्ट 40 देखि 60% सम्म सस्तो पर्ने गर्छ। तपाईले सामानहरू फाइनल गरेर हामीलाई डिटेल्स सेन्ड गरेपछि हामी तपाईलाई असिस्ट गरिदिन्छौँ। सो तपाईले ढुक्क भएर सामान इम्पोर्ट गर्न सक्नुहुन्छ। यदि इम्पोर्टमा नयाँ हुनुहुन्छ भने युट्युबमा रोदी इम्पोर्ट मास्टरीको भिडियोज हेर्न सक्नुहुन्छ र थप जानकारीको लागि हामीलाई कल, मेसेज वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।